गरिएको एउटा प्रोजेक्ट हाइड्रोलिक ब्रिज बनाउनु भएको छ। यहाँ चारजना मिलेर हाम्रो साइन्सको टिम गर्नु भएको छ। यसमा चाहिँ के देखाएको छ भने यहाँबाट तपाईले एउटा सिरिज युज गर्नुभएको छ, यहाँ एउटा पाइप युज गरेको छ भने साथमा यहाँ एउटा सिरिज र यहाँ पाइप युज गरेर तल एउटा सिरिजको दुईटा युज गरेको छ उले हैन। अनि यसमा उले के देखाउन खोजेको छ भने हाइड्रोलिक ब्रिज बनाएको छ हैन, चापको प्रसार देखाउन खोजेको छ। अनि यो भनेको कुन सिद्धान्तमा आधारित छ? यो हाम्रो कुन सिद्धान्तमा आधारित छ? यो प्रेसर कौन है? प्रेसर तो भरि नै हो, तर हामीले पढेको एउटा पास्कल ल पढेको त्यसपछि हामीले 15 पास्कलमा हामीले हाइड्रोलिक ब्रेकहरु बनाउन सिकेको थियौँ। यो त्यसको पास्कल लमा यो आधारित छ। ठीक छ। अनि नाम लेखेछ म त्यसले गर्दा म बचाएर कस्तो गर्नु अब कस्तो मजाले ब्रिजहरु ओपन भयो। अनि यो ब्रिजलाई अब कहाँ गए? चुप शान्त ब्रिजलाई ओपन गर्नुस् त, मन गर्नुस्। ब्रिजलाई अब चल्ने बनाउनुस् त। भेरी गुड, ओके, भेरी गुड। लास्ट टाइम उहाँले प्रस्तुत गर्नुभएको छ हाम्रो साथीहरूले। ठिक छ ल, वेल डन स्टुडेन्ट, एकदम राम्रो।